Happy New Year! Cheers! टक्क ग्रिल भइरहेको छ पोर्क जुस होइन टक्क लोकल हालेर अरे खाने बेला के भन्नुपर्छ अरे उनी बिएचएम पढायो नेसनमै पढायो सो गाइस सामान चाहिँ यो होइन दराजमा चाहिँ 14,000 छ कि यसको प्राइस अलि साह्रै रहेछ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अगेन गाइज हजुरलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा गाइज आज न्यू इयरको दिन अब हिजोको भिडियोको एन्डिङ र सुरुवात भर्खर हुँदैछ होइन एउटै ठाउँमा एउटै टाइममा किनभने हिजो रातभरि रमाइलै गऱ्यो अनि एन्डिङ गर्नुभन्दा अगाडि नै निदाइयो अनि त्यसपछि बिहान भर्खरै एन्डिङ गरेर अब गर्दैछु सुरुवात न्यू इयरको गाइज आज न्यू इयर हजुरलाई न्यू इयरको धेरै धेरै शुभकामना म त सस्तो मस्त भइसकेँ गाइज पार्टी सार्टी गर्दै जोडसोड आएन धन्न गाइज है ठिकै छ राम्रै हो म त स्वस्थ मस्तै छु हजुरहरू पनि स्वस्थै हुनुहुन्छ भन्ने आशा गर्दछु गाइज आज न्यू इयरको दिन के हुन्छ कसो हुन्छ हेर्दै गर्नुहोला धन्यवाद सो अहिले चाहिँ म खाना चाहिँ कि हिजोको टक्क सामानहरू सबै बोकेर अब यसो कम्फर्टेबल हुने लुगा लगाएर बसेको छु अनि घरमै खाना खाइरहेको छु जे भने नि गाइज घरको खाना भने घरकै खाना हुन्छ घरको घरमा खानै रमाइलो लाग्छ चाहिँ आनन्द कम्फर्टेबल आफ्नै जोनमा जसरी मलाई त्यसरी खाएँ ल सो गाइस बहिनी आएको रहेछ है कति पछि ऊ चाहिँ बाहिर कति एक वर्ष इन्टर्नसिप गरेर आएको हो क्या अरे होइन उनी बिएचएम पढायो नेसनमै पढायो जुनियर हो मेरो हुन त बहिनी पनि हो अनि ठ्याक्क आज आएको रहेछ हिजो कि अस्ति फर्केर आज आएर चाहिँ म चाहिँ फेरि ठ्याक्क अब काम गर्न जानको जानै पर्यो अब एउटा ट्रेनिङ भएर आउँछ ल गाह्रो छ See you guys. वेलकम टु माई च्यानल Thank you. Congratulations. थ्याङ्क यू मलाई त गाइस क्या टेन्सन भइरहेको कि एकछिन त ल म तल आउँछु होइन जिम जानलाई भनेर यसो हेर्छु त भित्र बाइकै राखेर हुन्छ हिजो त बाइक भित्र राखेन कि बाहिर राखेँ भने क्या टेन्सन भएर बल्ल अनि एकछिन यसो खुताल पुताल गरेपछि याद आएर म त हिजो बेलुका घर आएकै थिएन अब बिहान पो आयो भनेर बल्ल याद आएर कि अब चाहिँ गाइस लाग्दैछु म जिमतिर यसो ट्रेनिङ गराउन जानै पऱ्यो न्यु इयर जसुकै अब क्लास एउटा क्लास चाहिँ छ अब त्यही गराउन जाने अनि त्यसपछि छुट्टी नै आज न्यु इयर यहाँ लागेको छ गाइस कारण यहाँको बाटो खाली हुन्छ न्यु इयर बेला त मेन रोड अलिक प्याक हुन्छ भनेर त्यो भित्रको बाटो आएको गल्ली गल्ली गाइस मान्छे झन् यहाँ भिडियो रहेछ गाह्रो छ गाइस गाह्रो छ न्यु इयर आज बाहिर हिँड्नु नि गाह्रै रहेछ यो बाटो यस्तो खाली हुन्छ यस्तो मजा आउँछ कुदाउन अरू बेला गाइस आज त भिड अझै अर्कै बाटो अर्कै सर्टकट लिएर आउनु पनि जस्तो लागेको छ अब चाहिँ नमस्ते म तर सन बन्डिङ सो गाइस म चाहिँ घर आइपुगेँ होइन अनि घर चाँडै आउनुको कारण चाहिँ के हो भने घर पाहुनाहरू आएर भएर अनि पाहुना चाहिँ उहीँ हाँसेर बसिरहेछ मैले बोला सुनेर गाह्रो छ गाइस गाह्रो छ वातावरणै छैन गाइस अनि गाइस मैले एउटा सामान मगाएको थिएँ कि आज टक्क आइपुगेको छ होइन त्यो चाहिँ योवाला फोन कुलर हो यसको प्राइस गेस गर्नु गाइस दराजा चाहिँ मैले कतिमा भेटाएको थिएँ भने प्राइस गेस गरेर त कति होला 999. होइन गाह्रो छ गाइस वातावरणै छैन सो गाइस सामान चाहिँ यो होइन दराजमा चाहिँ 14,000 छ कि यसको प्राइस अनि मैले एउटा पेजा भेटाएको थिएँ अनि नर्मली चाहिँ प्राइस कतिसम्म हुँदो रहेछ भने 4,000देखि त्यस्तैसम्म जाने रहेछ अनि एउटा के पेजमा चाहिँ भेटाएको थिएँ मैले पेजको त्यो ऊ चाहिँ यहाँ टक्क राखिदिन्छु कोही अब गेम सेम खेल्छ भने चाहिँ काम लाग्छ यो त्यस्तो पेड प्रमोसन त्यस्तो केही नै होइन 1700मा पाएको गाइज मैले यो अहिले अफरमा रहेछ तिनीहरूको गेम सेम खेल्नुहुन्छ नि काम लाग्छ यो अझै किन कुल छ भने गाइज होइन यो मेरो पुरानोवाला कुलर भयो यो चाहिँ तार जोडेर गर्नुपर्छ क्या यसकै कति 1800-1983 कतितिर थियो यसको नि कतिमा थियो यो 1700मा आयो क्या गाइज त्यही अफर तपाईँहरूलाई नि सुनाइदिउँ भनेर चिनेको जानेको त्यस्तो केही होइन यो यस्तो ब्याट्रीवाला छन् गाइज ब्याट्री केबलले जोड्न पर्ने 2000 mAh को रहेछ गाइज फुल अन कुलिङ सिस्टम टक्क लाएर केबल नि कडावाला आउँदो रहेछ टक्क गेम सेम खेल्दा डिस्टर्ब नहुने गरी अनि तपाईँकोमा म्याग सेफवाला त्यस्तो केही छैन भने यो टाल्दिने होइन यहाँ डबल टेप हुन्छ अब यो उद्घाटन गरिदिउँ भनेर टक्क लाएर भएन फ्लप खायो अलि साह्रै रहेछ
ओके अलिअलि सेलाइसक्यो गाइज अहिले नै अब लिङ्कसिङ हाल्नु छ नि त्यो पनि हाल्नु लाग्यो तर एकदम गेम खेल्ने मान्छेहरूलाई चाहिँ खतरा सामान हो यो भन्छु म चाहिँ अझ त्यो के भिडियो सिडियो ब्लग्सलाई एडिट गर्नलाई नि काम लाग्छ 1700 पाइरहेको रहेछ गाइज त्यसैले हल्ला गर्दै हालेको त्यति हो अनि यत्तिकै ब्याट्री हालेपछि आफै कुलिङ हुन्छ पहिलाकोमा चाहिँ यसरी जोडेर राख्नुपर्छ क्या तार खोजेर तार जोडेर अब कति टिक्छ के टिक्छ थाहा छैन 2000 mAh ब्याट्री हुन्छ लामै टिक्छ होला यो मेटल प्लेट चाहिँ अब टाल्दिने डबल टेप टाइपको हुन्छ ब्लग चाहिँ अपलोड हुँदैछ गाइज आज अलिकति ढिलो भयो किनभने बिहान अब ढिलो उठ्यो दिनै ढिलो सुरु भयो अनि त्यसपछि एडिट गरेर गर्दै गर्दा अनि फेरि क्लास एउटा आयो बिचमा अनि त्यो क्लास गरेँ अनि एकछिन मिस्टर तामाङहरूसँग बसेँ अनि फेरि घरमा पाहुना आएर रहेछ पाहुना फेरि अझै नि यहीँ कुनामै छौ हाँसेर बसिरहेको छु म बोलाइ सुनेर गाह्रो छ गाइज फलामको प्लेट गाइज ट्याक्क लाएर यहाँ चाहिँ भ्लग एडिट अपलोड हुँदैछ अझै 36 मिनट लाग्दैछ गाह्रो छ नि गाइज कहाँ सोचे जस्तो खिच्ने मात्र भए त भइहाल्छ नि खिचेर एडिट गरेर अनेक चटक गरेर जेस खुसी लाग्दैछ अल्छी मान्छेले मेहनत गरेर देखे ल भने नि कसले अनि यो टाल्देपछि अब यो ट्याक्क टाल्दैन मिल्यो खतरा नि गाइज खतरा सामान हो कि अब कसरी 1700 मा दियो तिनीहरूले भन्ने लागिरहेको छ मलाई चाहिँ तर दिइरहेछ ठिकै छ अब कुलिङ पनि त्यो केबल खोजेर पनि परेन केही गर्न पनि परेन अनि होइन तर अनि केबलबाट गर्छु भन्दा पनि पाइयो यस्तो चटक सामानहरू चाहिँ मलाई रमाइलो लाग्छ मलाई खोल्न मन लागेको चाहिँ अनबक्सिङ च्यानल नि एउटा छिटै खोल्छु कि पनि हेरौँ यत्तिकै अब गर्दा एक्सपिरियन्स बढ्दैछ बिस्तारै यसो लिङ्क सिङ्क नेटवर्कहरू मिले त एउटा अनबक्सिङ च्यानल होइन यस्तो उटपटाङ सामानहरू किन्दै अनबक्स गर्दै अनि त्यसको बारेमा भन्दै गरौँ ल त्यो पनि गिफ्ट दिँदै सम्झिन्छ चाहिँ होइन तर केबल जोड्दा अलिकति फास्ट जस्तो लाग्यो तर काम चाहिँ काम चल्छ ठिकै छ त्यही गाइस भ्लग अपलोड हुँदैछ अझै 35 मिनट बाँकी छ अनि आज अब माथि के पकाइरहेको छ माथि बार्बिक्यू हुँदैछ गाइस बार्बिक्यू गरेर ड्याम चिकन हानिदिनुपर्छ धन्न टाइममा ठिक भयो म त्यही गाइस अब स्प्राइट लिएर आउने त्यस्तो हुँदैछ भ्लग पनि अपलोड हुँदैछ छिटै भेटौँ ल फेरि सो गाइस घरानी न्यु इयरको लागि चाहिँ कडा तयारी चाहिँ भइरहेको रहेछ यहाँ टक्क ग्रिल भइरहेको रहेछ पोर्क मजाले च्यार्र चोर्र आवाज निकाल्दै आगो बाल्दै धुवा निकाल्दै अब त्यो तेलले नै आगो समाइहाल्छ त्यस्तै भइरहेछ टक्क ड्रिङ्क्सदेखि लिएर ड्रिङ्क्सको लागि स्प्राइट लिएर आऊ भनेको रहेछ गाइस म घर पुगेपछि थाहा पायो अब त्यो त्यस्तै छ बिस्तारै लिन जाऊँ ल यहाँ बाबा हुनुहुन्छ ट्याक्क मा पनि यही हुनुहुन्छ टक्क यो नि बारीकै लेटस हो होइन बारीकै लोकल ट्याक्क यो सबै यसो पोको यसमै पोको पारेर गम खानुपर्छ अब हिजो चाहिँ यसरी टक्क पातले नि मासु लियो होइन यस्तो छोप्यो मसलामा यहाँ नुन र के जिरा छ अनि त्यसपछि गोलभेडा प्याज अलिकति कागती अनि मुलाहरू चाहिँ नहाल्छौँ गाइस अलिकति गाजर चाहिँ हाल्छु म खुकिलाइरहेको छ काँक्रो गाजर मेरो नेपाली यस्तो छ गाइस खाए ल Bagi dia lah. अनि टाइममा खानलाई गाइस दाल मच्छु र एक्स्ट्रा पनि छ ट्याक्को लाएर नबोलिकन खानु रे गाइस खाए ल Made by me. It's my local one.
रक्सी नखाम भनेको गाइस अब बहिनीले मायल बनाएर रहेछ जुस होइन टक्क लोकल हालेर अरे स्प्राइट भनेर चाहिँ त्यस्तै भयो अझै लिन गएको छैन म गोलबेडा भएको वाटरमेलन रहेछ फ्रुटवाला जुस रहेछ फ्रुट पन्च एक वर्ष इन्टर्नसिप गरेर आएको अब खोइ के बनाएर खुवाउने के गर्ने मिठो लोकल पनि हाम्रो मिठो त्यही भनेर गाडी गर्छ भनेको थिएँ गाइज मैले हिजो भर्खर भनेको थिएँ जिपन खाने गाडी खान्छ टक्क पोको पार्यो मसलामा यसरी ट्याक्क झार्यो अनि हातलाई गई घरमातिर पनि अनि चिकन पनि रहेछ चिकन चाहिँ नदेखेर मैले चिकन ओके गाइज ह्याप्पी न्यू इयर चियर्स हाम्रोमा त गाइज बरु घरमै खा बाहिर नखा चाहिँ भन्छ होइन हाम्रो रमाइलो छ त्यस्तै हो अब चाहिँ खाए ल स्टप रेकर्डिङ सो गाइज दिउँसोदेखि आलाङ टालाङ गरेर अब चाहिँ बेलुका भइसक्यो होइन बेलुका खाना खान लगाएको हामी चाहिँ सबजना यही खाइरहेको छन् टक्क लाएर चारवटा अन्डा अलिअलि मासु दाल भात तरकारी खाने बेला के भन्नुपर्छ अरे ठुलो छोरी मैले भने जस्तो हुँदैन खाए ल गाई ओरिजिनल भनेको ओरिजिनल तातो रहेछ मासु चाहिँ अलिकति डढेछ पोलेको हो गाई त्यसरी यस्तो भएको तातो छ धेरै डाल्दा खाएको मैले खाएँ ल ओइ है बेच्यो मैले मेरो बेइज्जत गर्ने काम लगाउनु त लानु के बेच्छ तर काम गर्ने भने काम भने जे पनि काम हुन्छ नि गाइज होइन मैले पनि भाँडा कति माझेँ पहिला कलेज पढ्दाखेरि तर काम भाँडामा चाहिँ काम नै चाहिँ गर्नु परेन काम त तिनीहरूको पायो टक्क भाँडा माझ्नु सिक्दै डिएचएम पढ्दै है नेपाली डिजे किन गर्दैन उता साल मैले त माझेँ नि भइसक्यो ल सो गाइस यसपालिको न्यु इयर नै चाहिँ त्यस्तो रमाइलो भएन इभ हिजो इभ चाहिँ एकदम रमाइलो भयो अनि न्यु इयर पनि इभले नै खाइदियो अब हिजो रमाइलो गरेर रातभरि अनि त्यसपछि आजको दिन पनि अलिक ढिलै सुरु भयो 9:30तिर बल्ल उठाएको थियो अनि बिस्तारै लुगासुगा पोको पाऱ्यो घर आयो खाना खायो अनि फेरि क्लास लिन गयो अनि त्यसपछि क्लास लिएर फेरि एकछिन यसो मिस्टामाहरूसँग बसेको थियो फेरि घरमा पाहुना आएर फेरि फर्क्यो अनि फेरि खानासाना खायो यतिकै आहो गर्दै बस्यो सिधै आजको दिन आज खासै त्यस्तो केही भएन अब सधैँ रमाइलो गर्ने भनेर काम आउँछ र गाइस अब रमाइलो मात्रै गऱ्यो भने रमाइलो नि हुँदैन त्यसैले आजको ब्लग पनि त्यस्तै भयो त्यस्तो भने भइरहन्छ गाइस अब ब्लग भने छोटो लामो त्यस्तो भने भइरहन्छ तर आज न्यु इयरको लागि भनेर सन्चु लागेकोमा बोलाउनु चाहिँ बोलाएको थियो अब हिजोको इभले नै जोस सागर सबै खाइदियो अब त्यहाँसम्म जानलाई त्यस्तो जोस सागर त्यति हुन त यहीँ नजिकै हो सन्चु लागेको मेरो घरबाट टाढा छैन त्यही पनि अल्छी लाग्यो गाइस अब म फेरि त्यस्तो सोसियल मान्छे चाहिँ होइन भनिरहन्छु म त्यस्तो बोल्ने खालको मान्छे पनि थिइनँ अहिले अलिकति बोल्ने चाहिँ भएको छ बानी भएको छ त्यो क्यामेरामा बोल्दा ब्लग बनाउँदा गर्दा अलिकति बोल्नु सक्ने चाहिँ भएँ त्यसमा पनि धेरैजनाको हात छ मिस्टर तामाङ भयो उहाँले अब उहाँकै ब्लगमा गर्दै बानी भएको अलिअलि क्यामेराको अगाडि बोल्ने फेरि अनि पापाले क्यामेरा लिइदिनु भयो अनि त्यसपछि उसले नि पुस गरेर त्यो ब्लग बनाउनलाई अझै गाइडहरू गरेर हुन्छ के गर्ने कसो गर्ने भनेर हुँदैछ गर्दैछु राम्रै हुँदैछ हजुरहरूले नि राम्रै सपोर्ट गरिदिनु भएको छ अहिलेसम्म लाइक अब 1 महिना चाहिँ भइसक्यो होला 1 महिना हुँदाखेरि नि अब सुरुको फेजमा नि यतिको राम्रो ग्रोथ आएको छ त्यसको लागि हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद अनि गाइस लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई पनि नयाँ वर्षको शुभकामना
आजको लागि भ्लग यति नै गाइज लास्टमा हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद अब भोलि भेट्नेछौँ गाइज बाई बाई Thank you.